हाई गाइज वेलकम टु माई मिनी भ्लग। अनि हजुरहरू चाहिँ आज विनिता चाहिँ कहाँ जाँदैछ यस्तो रमाइलो गर्दै भन्दै सोच्नुभयो होला। हामी कहीँ गएको होइन, हामी भीमावली पार्कमा चाहिँ ड्राई पिकनिक खानको लागि गएको। यो चितवनको गर्मीमा जति घर बस्यो त्यति गर्मी फिल हुने रहेछ के, त्यही भएर आज चाहिँ हामी समर सिजनलाई च्यालेन्ज दिँदै गयौँ ड्राई पिकनिक खानको लागि। अनि यो भीमावली पार्क चाहिँ चितवनको पदमपुरमा छ है साथीहरू। हजुरहरू पनि यसरी नै आएर रमाइलो गर्नु होला। अनि अझ मलाई मन परेको त यो पार्कको स्पेस हो कि, कति ठुलो स्पेस छ यो पार्कको। अनि त्यसमाथि घुम्ने ठाउँ पनि त्यस्तै रहेछ, एकदमै राम्रो छ। हजुर अवश्य नै आउनु होला। ओहो यिनीहरूले त कति खाएको भन्ने पनि प्रश्न गर्नुभयो होला कोहीले, तर हामी चाहिँ खानाकै लागि भनेर गयो, त्यही भएर खाइरहिए हटाउन। अनि त्यसपछि हामी एकैचोटि खाएको छैनौँ, खाँदै नाच्दै गरेर बसेछौँ। तिमी नाच्न यता फेरि फोटो खिच्ने पोज दिँदै ल अर्को पोज खिची हो यता फेरि हामीले चाहिँ त्यहाँ खाएको। मलाई अरूबाट के अरूबाट खान सकिन्छ। यो पार्क चाहिँ जङ्गलको छेउमा हो नि त, त्यही भएर अलिअलि बाँदरहरू पनि आउँछ, तर केही पनि गर्दैन त्यस्तो। हामीले जिस्काउन हुँदैन, जिस्कायो भने चाहिँ अब झम्टिहाल्छ जे चिजले पनि जिस्काएपछि। तर राम्रोसँग यत्तिकै बस्यो भने केही पनि गर्दैन। हामीले चाहिँ खाएर सक्दै सकेनौँ, अनि त्यसपछि अलिअलि बाँदरलाई दियौँ, अनि तिनीहरूले खायो मजाले।